धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको गुल्मी दरबार 1 प्रथम गुल्मीको उज्याला देवी मन्दिर कसरी नाम रहन गयो होला? खासमा यस मन्दिरमा देवीहरू मध्येकी जेठी देवी नै किन बसिन् होला? के साँच्चै बरेथुममै जेठी देवी उज्याला देवी भएर बसेकी हुन् त? भाकल अनुसार इच्छाको पुग्ने के सत्य नै हो त? के भन्छन् त श्रद्धालु भक्तजनहरू? हो, आज हामी यसै विषयसँग जोडिएर श्रद्धालु भक्तजनको जनपुरी सहितको विशेष भिडियो सामग्री लिएर आएका छौँ। हम खेलम कालिका हम देखमला श्रेहा हम खेलम रेहा हम चारपाला कहाँबाट आइछ हजुर? ठुलपोखराबाट? ए वहाँ पहिलानीबाट यस्तो हो र? महादेवी परमेश्वरी हे कालिका भगवती उज्याला भगवती परमेश्वरी सर्वेश्वरी माही सर्वेद रहस्य हम श्रहादे हम खम दे हम खम श्रहाही हम खेलम द्राहा हम रेहा हम श्रवाश्रहा हम देखला हम ही हम खादे श्रहादी सम्माहा देव देवायम महाकालिया हारम सर्वेश्वरहेत हम मलाई नछेप म यहीकी देवी हुँ म यहीकी भगवती हुँ म सबैभन्दा जेठी उज्याला भगवती मेरो रूप चारै दिशा छ म सबैभन्दा जेठी हुँ मेरा 5 बहिनी छन् है महा कालिका भगवती हेरा बाबु महा सबैभन्दा जेठी माइली ठुला पोखराकी माइका थानकी देवी हुन् भने साइली रेसुङ्गाकी सिद्ध भगवती हुन् है बाबु। काइली अर्जुन डाँडा बस्ने की देवी हुन् भने कान्छी तङ्ग स्थान देवी हुँ म यही डाँडामा बसेर रूप रङ्ग फेरी फेरी खोला नाला पाखा बखेर खेल्दै खेल्दै पूर्व पश्चिम उत्तर दक्षिण खेल्ने म सत्य देवी हुँ। तर गल्ती कमी जरी केही छैन म खुसी छु म सत्य देवी यही ठाउँको चारै दिशाको रही रक्षा गरी बस्ने यहाँका सिखारी झाँक्री नाग राजा ऐरो पहिरो सबै रोकेर बस्ने यहाँका लाला बालालाई देश विदेश चारै दिशा ढोका खोल्ने म सत्य महाकालिका भगवती सत्य देवी मेरा है बाबु हेरा बाबु महा हिमालयका देवादिदेव महादेव शिव शम्भो कैलाशपति महादेवलाई साँची राखी गङ्गा यमुना साँची राखी विष्णु भागीरथी साँची राखी राम सीता लक्ष्मण साँची राखी आज यही लालो बालोको अङ्गमा बसी हेरा बाबु महा सत्य देवी मेरा साथमा खेल्ने सिखारी
छाकी हेर है यहाँका हेर खोला नाला पाखा पखेर हैमा खेल्ने हेर है बाबु मह तेरै अङ्गैमा बसी खेली आएको हेर है मह काली टीका देवी है मह सत्य खेल्दै सत्य बोल्दै आएको हेर है बाबु मह हेर है बाबु हेर है बाबु सत्य देवी परमेश्वर मलाई जौतिलाको पानी देऊ मलाई शान्ति बनाइदेऊ जौतिला पानीहरू त हेर है बाबु यहाँको हेर गल्ती केही छैन म खुसी छु यस्तै गरी यहाँका लाला बाला भैरवले मेरो सेवा सम्मा खान गर मह ऐरो पहिरो सबै रोक्ने छु है रोग बेदा सबै हटाउने छु है मह रुद्र भगवती मै हुँ काली हिका भने पनि मै हुँ हेर बाबु सत्य सत्य गुरु साँची कैला सिका महादेव साँची गङ्गा यमुना साँची विष्णु हागी रति साँची मेसुङ रेसुङ गाका बाल मोठा सिद्ध गुरु साँची हेर बाबु हात पोल्लायो त्यो उसले अगरबत्तीले टस नगर है केरा पनि थियो कि ठिक छ नयाँ होइन हो त्यो भेट यतादेखि हो कि ल्याउने हजुर मेन चाहिँ जो चाहिँ बाहिरी समुदायले चाहिँ एउटा पूजा गर्ने चाहिँ तल हुन्छ हो पहिला तल थियो हजुर यो भनेको चाहिँ एउटा चाहिँ मगर जातिले चाहिँ थापना गरेको आफ्नो कुल देविष्टा कुल मन्दिर रहेछ त्यो कुल मन्दिरमा चाहिँ अहिले पहिला चाहिँ पस्न दिनुहुँदैन हो हाम्रो पस्न दिनुहुँदैन 50 सालबाट चाहिँ सुरु भएको पस्नलाई यहाँ भित्र चाहिँ नदिन पर्ने यो हजुर मेन जो मगर जातिहरू थिए उहाँको चाहिँ एउटा चाहिँ कुल मन्दिर हो यो खास होइन पहिलो चाहिँ यहाँ भेडा चल्दो रहेछ हो अनि त्यसपछि चाहिँ मलाई चाहिँ यहाँ कसरी आह्वान भएको भन्दाखेरि है म साढे 10 वर्षको उमेरदेखि चाहिँ मलाई त्यो सोध्नु भएको हजुर हजुर होइन अनि त्यसपछि चाहिँ मैले पूजा चाहिँ गर्न चाहिँ मैले ठुलो पोखरा माइका थानमा चाहिँ गरेँ हजुर होइन गरेँ तर चाहिँ पछि चाहिँ कस्तो अन्त मेन चाहिँ यहाँ रहेछ मैले पूजा गर्न पर्ने त्यही म यहाँ छिमा पूजा गर्न आएको ए हजुर 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 म के अरे छिमा पूजा गर्न आएको अब यहाँको चाहिँ यो यहाँ देवीको चाहिँ 5 भनी देवी हुनुहुँदैछ एउटा यहाँ जेठी यहाँ हुनुभन्दा माइली चाहिँ ठुलो पोखरा माइका थानको हजुर माइका थानको हुनुहुन्छ साइली माथि रेसुङ्गा सिद्ध भगवती देवी
अनि काइली देवी चाहिँ तङ्गसको अर्जुन डाँडा बस्ने देवी हजुर अनि कान्छी चाहिँ तङ्गस थान यहाँ भगवतीले चाहिँ यो ठाउँमा बसेर चाहिँ सबैको रक्षा गरेर यहाँको चाहिँ हजुर पहिरोदेखि लिएर यहाँको चाहिँ सबै कुराको यहाँ खुम्टामा बसेर चाहिँ सबैको यहाँ पहिरो पहिला पनि पहिरो जाने मान्छेहरू मर्ने अनि त्यसपछि चाहिँ के अरे रोगवेदहरू लाग्ने धेरै भएको रहेछ धेरै सङ्कट हुँदाखेरि चाहिँ एउटा चाहिँ मगर जातिमा चाहिँ स्वयं उहाँको कुल देवीले चाहिँ उहाँलाई चाहिँ छोएर मलाई यो ठाउँमा चाहिँ यसरी थापना राख मेरो सेवा सम्मान गर अनि त्यसपछि चाहिँ यहाँको सबै कुरा यहाँको ऐरो पहिरोदेखि लिएर सबै कुरा चाहिँ म रोक्ने सेर्ने सबै कुरा गर्छु भनेर चाहिँ त्यस्तै चाहिँ थापना गरेको मन्दिर रहेछ जुन चाहिँ एउटा कुल मन्दिर रहेछ मेन यहाँको रूप तलतिर रहेछ हजुर जस्तो अन्त तिम्रो जुन जो चाहिँ मेरो कुलको चाहिँ तिम्रो चाहिँ कुल वंशहरू छ तिमीहरूले चाहिँ मेरो कुलमा समावेश भएका चाहिँ तिमीहरूले चाहिँ जातिले चाहिँ यहाँ मेरो सेवा गर हजुर त्योभन्दा उपरान्त कसैले मान्छ त तिनीहरूलाई चाहिँ तल पूजा गर पहिला चाहिँ दुईवटा थियो हाम्रो हजुर हजुर यहाँ पहिला ढुङ्गा रहेछ ढुङ्गाको थापना रहेछ पछि मन्दिर बनाएको रहेछ हजुर यहाँ चाहिँ पहिला ढुङ्गाको थापना रहेछ होइन ढुङ्गाको थापना राखेर चाहिँ रेखी काटेर चाहिँ कुण्ड बनाएर चाहिँ भित्र दुध धार दिएर बाहिर चाहिँ बोली काटिँदैछ भेडा काटिँदैछ हजुर त्यस्तो रहेछ होइन म अरू केही भन्न चाहन्छु होइन तपाईँ आफूलाई चाहिँ जेठदेवी भनेर चाहिँ भन्दै एकदम भित्री मनबाटै तपाईँलाई दीक्षित कुन सपनामा आउने अथवा के कसरी तपाईँलाई चाहिँ यो मलाई सपनामा आएर पहिले सानैदेखिबाट आउँथ्यो पछि चाहिँ अब होइन अब यताउति गर्दाखेरि चाहिँ पछि चाहिँ लिनुपर्छ भनेर चाहिँ पछि चाहिँ म यहाँ आएको होइन मलाई चाहिँ अब पहिलेदेखि अब दीक्षा दिने पहिलेदेखि अब म चाहिँ अब भेडा लिएर चाहिँ एउटा हाता घाँस एउटा हाता चाहिँ भेडा लिएर म हिँडेँ गर्दाखेरि चाहिँ पछि चाहिँ सोद्धा खोज्दाखेरि चाहिँ यहाँको देवीले होइन मलाई गराएको होइन यहाँ भगवतीले यस्तो गराउनु भएको रहेछ अनि त्यसो बनेपछि चाहिँ खास चाहिँ मागेको अब हामीले चाहिँ भेडा भन्नु गर्थ्यो तर हाम्रो कुलमा चाहिँ बोली चाहिँ नकाट्ने भएपछि चाहिँ हामीले चाहिँ भगवतीलाई चाहिँ मर्या उडाउन हजुर 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 बोली अब किन भन्दा कुलले चाहिँ अब उहाँ भगवतीले के तिम्रो कुलमा चाहिँ बोली चल्दैन होइन मलाई दिनु पर्दैन यो बोली चाहिँ होइन बाबु अब दिने नै दिएछन् तर चाहिँ कस्तो भन्दाखेरि हामी लालची भएको होइन हामीलाई मानवले चाहिँ हामीलाई लालची बनाएको हजुर हजुर तर चाहिँ हामीले चाहिँ बोली चाहिँ हामी चाहिँ कसै पनि कुनै पनि चाहिँ चाहे यो सृष्टि यो संसारमा चाहे बगेर हिँड्ने होस् चाहे घसेर हिँड्ने होस् चाहे उडेर हिँड्ने होस् चाहे के अरे हिँड्ने होस् होइन तिनै चिजमा चाहिँ म कसैको पनि चाहिँ म चाहिँ प्राण चाहिँ म लिदिनँ किन भन्दाखेरि यो सृष्टि म आफै उत्पत्ति गरेको मैले चाहिँ उत्पत्ति गरेका चिजलाई म सबैको आमा हो हजुर होइन म सबैको आमा हो म कसैको पनि मेरा सन्तानहरूको चाहिँ म बोली लिदिनँ भनेर चाहिँ उहाँले गर्नुभएको तर हामी मान्छेले चाहिँ मनुष्यले नजानेको वास्तवमा भन्ने यो सत्य यो कलि युगमा चाहिँ मान्छे नै राक्षस हो हजुर मान्छे नै राक्षस हो मान्छेले राखेर मान्छेले नै बोली दिएको तर भगवतीले बोली चाहिँ कुनै चिजमा पनि कुनै चण्डी गीता भगवान्मा पनि चाहिँ बोली दिनुपर्छ भनेर चाहिँ छैन हजुर हजुर यसको मतलब बलि नचढाए पनि त्यस्तो बलि नचढाए पनि तपाईँले बलि नचढाएर हजुर तपाईँले चाहिँ उहाँको नाममा छोडिदिनुहोस् हजुर उहाँको नाममा छोडिदिनु खुसी तर चाहिँ कसैको चाहिँ आत्मा हत्या गरेर चाहिँ भगवती आमा कुनै पनि भगवतसँग होली खेल्नु किन भन्दा यो त किन भएको बोली किन दिएको भन्दाखेरि चाहिँ भन्छ काली बोली खाइकिन हुँदैन तर होइन काली त भगवतीले किन त यो सृष्टिमा अब आउने सृष्टिमा कुनै पनि मनुष्यलाई दुःख कष्ट र कष्ट नहोस् भनेर चाहिँ उहाँले चाहिँ राक्षसहरूको वध गरेको के अब यो चिज चाहिँ कहिले पनि उत्पत्ति नहोस् भनेर चाहिँ उहाँले वध गर्नुभएको तर चाहिँ मान्छे चाहिँ बोली दिनुपर्छ भनेर चाहिँ यो भगवतीलाई चाहिँ बोली दिँदाखेरि चाहिँ देशमा शान्ति सुख शान्ति कुनै चिज अब हुन्छ नि कुनै पनि छैन मेन भनेको चाहिँ बोली चाहिँ राम्रो चाहिँ होइन हजुर चाहिँ यो स्थानमा चाहिँ यो मन्दिरमा चाहिँ फर्स्टचोटि आउँदै हुनुहुन्छ कि म फर्स्ट जन्मेदेखि म फर्स्टचोटि पाइला चाहिँ मैले हजुर तर म 4 तलामा बस्ने हजुर होइन तर म जन्मे फर्स्टचोटि चाहिँ म यो पाइला चाहिँ भगवतीलाई हजुर त्यही हजुर भनेपछि योभन्दा अगाडि चाहिँ त्यस्तो कुनै आउने अनि दर्शन गर्ने त्यस्तो केही पनि थिएन है मेरो केही पनि थिएन दर्शन गर्ने केही थिएन मलाई मेरो घरको कुल उद्रिनु भएको कुल सँगसँगै चाहिँ हाम्रो चाहिँ हामीले चाहिँ कुल देवी भनेर चाहिँ मान्छौँ कालिका भगवती पञ्चकन्या कालिका भनेर चाहिँ हामीले चाहिँ मान्छौँ कुलको साथमा भएको भएर अनि त्यसपछि चाहिँ अब पूजा चाहिँ मैले ठुलो पोखरा नाइका थानमा गरेँ पछि चाहिँ
अलिकति मलाई गाह्रो भयो कष्ट भयो गर्दाखेरि मेन थपना यहाँ रहेछ। हजुर हजुर अनि यहाँका चाहिँ 5 भैनी देवी मध्येको चाहिँ माइली चाहिँ ठुलो पोखरा माइका थानकी देवी, अनि साइली चाहिँ माथि रेसुङ्गा सिद्ध भगवती, अनि काइली चाहिँ तङ्मास अर्जुन डाँडामा हुनुहुन्छ, अनि कान्छी चाहिँ तङ्मास थान देवी। यहाँ देवीको चाहिँ 5वटा रूप मध्येको चाहिँ यहाँ देवीको चाहिँ मलाई चाहिँ तिमी मेरो ठाउँमा आउनुपर्छ, तिमी जसरी भए पनि चाहिँ आउनुपर्छ। ठिकै छ, सेवा उहीँ गऱ्यो तर चाहिँ क्षमा पूजा गर्न यहाँ जानपर्छ भनेर मेरो कुलले हराएको भएर म यहाँ आएको। संसारमा सबभन्दा ठुलो कुरो कुल शक्ति जस्तो ठुलो कुरो कोही छैन। किन छैन भन्दाखेरि चाहिँ देवी देवता भनेको साझा हो। कुल भनेको यति शक्तिशाली हो कि यो संसारमा भगवान्ले पनि रोक्न सक्दैनन् कुललाई। भनिन्छ नि, सातै जेल, सातै नेल, सातै गङ्गा, सातै समुद्र, सातै पर्खाल तोडेर कुललाई रोक्न छेक्न कसैले सक्दैन। त्यही भएर संसारमा जति पनि म सबैलाई भन्छु, कुल पितृ जस्तो कुल शक्ति र पितृ शक्ति जस्तो ठुलो यो संसारमा पितृ कुल पितृ र कुललाई चाहिँ मान्यो भने कुलले बल्ल चाहिँ देवीहरूलाई बल्ल आह्वान गर्नु। मैले भन्दिनँ मलाई देवी आउनुभएको भन्दिनँ, तर मलाई कुलको शक्ति, किनभने म कुललाई मान्छु, कुलले मलाई यहाँ पठाएको। हेर्नु संसारमा कसैलाई पनि देवीको शक्ति आफूले धारण गर्न मान्छेको यो मनुष्यकै रहन सक्छ? सक्दैन। किन सक्दैन? स्वयं भगवतीले, स्वयं पार्वतीले त कालिकाको रूप धारण गर्दा सृष्टि कस्तो तस नस गर्थ्यो भने त हामी मानुष्यले चाहिँ म देवी हुँ भन्न मिल्दैन। तर कुल शक्ति चाहिँ अपपार छ, निराकार छ। हेर्नुहोस्, कुल शक्ति केवल म सबैलाई भन्छु, कुल पितृ चाहिँ संसारमा सबैले मानुन्, आफ्नो धर्म कर्म चाहिँ कसैले नछोडोस्, आफ्नो खानी सिमे भूमि देवी देउरालीदेखि लगाएर आफ्नो कुल चाहिँ जहाँ देश विदेश जहाँ भए पनि कुल शक्ति चाहिँ कुललाई चाहिँ मानुन्। यति भन्न चाहन्छु, सबभन्दा ठुलो कुरो चाहिँ कुल शक्ति जस्तो ठुलो यो संसारमा यो सृष्टिमा कुनै छैन। शिवका पनि कुल हुन्छन् भने त देवीका पनि कुल हुन्छन् होइन, कुल हुन्छन्। त्यही भएर कुल शक्ति जस्तो ठुलो कुरो केही छैन। यो पनि एउटा कुल मगर जातिको एउटा चाहिँ यो कुल मन्दिर हो। तर चाहिँ यहाँ चाहिँ पहिला चाहिँ भित्र पस्न दिनुहुँदैन, अहिले चाहिँ भित्र गराउनु भएको रहेछ। तर चाहिँ त्यो चाहिँ अझै नगराएर राम्रो, किनभने यो कुल मन्दिर हो, कुल हो, साझा सबैको लागि साझा मन्दिर चाहिँ तल रहेछ। साझा मन्दिर तल रहेछ। तर यहाँ चाहिँ ठिकै छ होइन। झगडा गरेको अब झगडा त अब अहिले यस्तो अब कस्तो भन्दाखेरि अब मन्दिरमा अब उनीहरू अब जो मेन जसको वंश जसले यहाँ वंश चलाएको थियो, जो मान्छेले चाहिँ अब यो ठाउँमा पहिला धेरै भिन्न बाधाहरू, पहिरो जानेदेखि मान्छे मर्ने, पहिरो जाने धेरै कुरा भएको भएर उहाँलाई चाहिँ एउटा चाहिँ कुलको शक्तिले चाहिँ फलानु ठाउँमा यस्तो देवी बसिदिनु, त्यो ठाउँमा चाहिँ एउटा थपना राखेर सेवा गर। पहिलो चाहिँ खुमे चढाउ होइन, चढाउ पनि भनेको होइन, मेरो नाममा छोडिदिउ भनेको, तर काटेर गल्ती गरेको, हामी त पहिला जे रीतिरिवाज चलेको थियो त्यही जानु पर्यो, त्यही जान्नुपर्छ। त्यही हो गल्ती, त्यति भएको नाइ पनि ठिकै छ, राम्रो छ। मन्दिरको सेवा सम्मानदेखि लिएर यहाँको सिमे भूमि, यहाँको झाँक्री देवता राम्रो चाहिँ राम्रो छ होइन। त्यस्तो गल्ती केही कुरामा यहाँ गल्ती छैन। त्यति हो कुल मन्दिर भएको भएर चाहिँ अब त्यही वंश र त्यही कुलको भावको भएको भए अब स्वीकार हुन्छ। अब आफूले पनि त्यही कुल मन्दिर होइन भने त त्यही मान्छेलाई चाहिँ हानि गर्छ क्या। अरू सबै ठिक छ, यहाँ कुनै त्यस्तो गल्ती सल्ती केही छैन। तर चाहिँ यो के भन्छ अरे, यो जो काटेर तपाईँले मन्दिर वरिपरि घुमाउनुहुन्छ नि, त्यो चाहिँ नघुमाइदिनु होला। किन देवी भनेको शुद्ध हुन्, देवीको साथमा खाने झाँक्री हुन्छ, झाँक्रीलाई चाहिँ दिन्छ बोली होइन। तर चाहिँ देवीलाई चाहिँ किनभने खुनको घेरो लाउनु भयो भने अलिकति हामी त्यसमा गल्ती पहिल्यैदेखि घुमाउने हामी नि वैश्य पुजारी त्यो चाहिँ अब नगर्नु। यो यही देवीको रूप फेरि माइका थान छ कि ठुलो पोखरा माइका थान हो कि होइन, माइली देवी उहाँ हुनुहुन्छ, उहाँ मन्दिर आउँछ त्यो चाहिँ अहिले रोकियो हेर्नु, अहिले चाहिँ छोडे होइन, 4 वर्ष जति भयो छोडेको। त्यही भएर चाहिँ अब नगराउनु, त्यो चाहिँ नघुमाइदिनु होला। अरू कुरा अब देवीको साथमा खेल्ने झाँक्रीलाई चाहिँ दिनु पऱ्यो। यहाँ त अब देवीको ठाउँमा यहाँ घुमाउनु त देवीलाई पनि पऱ्यो नि त। यति हो, अरू चाहिँ सबै कुरा राम्रो छ।
त्यो ठाउँको चाहिँ अब होइन यहाँको अब बाखा पोखेर खेल्ने अब यहाँ देवीसँग खेल्ने सिखारी झाँक्रीदेखि लिएर सबैतिर चाहिँ राम्रो सेवा चाहिँ राम्रो गर्नुभएको रहेछ राम्रै गर्दै जानु र उन्नति प्रगति सबै कुरा राम्रो हुन्छ यति भन्न चाहन्छु हस् थ्याङ्क यू शिव परियाल हजुर चाहिँ गुल्मी दरबार गाउँपालिका 1 यही गलिठाउँमै पर्छ मेरो घर हालको बसाइ चाहिँ भुवाचिदी अनि हाम्रो चाहिँ यो उजेला देवी मन्दिर हजुर बलिथानको एकदमै उच्च स्थानमा छ हजुर धेरै पहिल्यैदेखि हामी बालापनदेखि यहाँ धेरै रमाइलो हुने धेरै अब राँगा अनि भेडा हजुर कुखुरा हजुर पूजा गर्ने अनि कुबिना पूजा हुन्छ यहाँ चाहिँ धेरै टाढा टाढादेखि आउनुहुन्छ श्रद्धालु भक्तजनहरू हजुर धेरै राम्रो छ यहाँको महिमा अनि यहाँको धेरै राम्रो यहाँ जे वर मागे पनि पुग्ने हजुर एकदमै विश्वास छ धेरै चाहिँ पूजाहरू पुग्छ यहाँ आएर मागेको धेरै टाढा टाढादेखि पनि आउनुहुन्छ हजुर पूजाआजा गर्नुहुन्छ धेरै राम्रो छ यहाँको मन्दिर हाम्रो चाहिँ धेरै राम्रो छ एकदम यहाँको रमणीय स्थल पनि धेरै राम्रो छ हजुर एकदम राम्रो छ हामी पहिलेदेखि नै यहाँ धेरै यसको ऐतिहासिक केही महत्त्वहरू यसको बारेमा के बुझ्नु भएको थियो हाम्रो मन्दिरको बारेमा देवी हुनुहुन्छ अरे भन्ने कुरा हजुर सुनिएको होइन हजुर र यहाँ चाहिँ प्रत्येक बडा दसैँमा पूजाआजा हुन्छ होइन हजुर अनि ठिक छ तपाईँ विगतमा पूजाआजा गर्दै गर्दा अहिलेको पूजाआजामा हेर्नु त कस्तो के पाउनु उतिखेर चाहिँ उतिखेर के हुन्थ्यो भने धेरै रमाइलो हुन्थ्यो कि एकचोटि यहाँ चाहिँ पुरा समग्रमा आएपछि एकैचोटि पूजा गर्ने अनि चाहिँ धेरै भक्तजनहरू पनि धेरै घुइँचो लाग्ने अहिले चाहिँ अब टाढा टाढादेखि आउनेलाई जानेलाई दुःख हुन्छ भनेर पनि होला हाम्रो समितिले त्यस्तो बनाउनु भएको नियम होइन नेम चेन्ज छ अहिले चाहिँ पूजाआजा गर्ने जाने पूजाआजा गर्ने जानेले त्यसले गर्दाखेरि हाम्रो अलि भनौँ न भक्तजनहरूको अलिक घुइँचो नदेखिएको हो त्यो कारण हो नभए यहाँ चाहिँ धेरै हुन्थ्यो कि हाम्रो बिहानदेखि साँझसम्म लगभग 60-70 80वटा पाडासम्म यहाँ राँगा पूजा हुन्थ्यो है होइन त्यतिखेर हाम्रो चाहिँ बालापनमा हामीलाई ख्याल छ ठुल्ठुला राँगाहरू पूजा हुन्थ्यो कि यहाँ हजुर मैले जानेको कुरा हो कि नै बिहानदेखि साँझसम्म चाहिँ काट्ने पुजारीहरूले 2जना पुजारी बस्नुहुन्छ होइन उहाँहरूले चाहिँ काटिराख्नुहुन्थ्यो कि ल्याउनु भएको हो हुन त घर त जुबङको बुटलबाट ए हजुर हजुर हुन्छ उहाँ चाहिँ जन्मघर जुगुम यस्तै गुल्मी दरबार 2 जुगुममा भन्नुहुन्छ र अहिले चाहिँ बुटोलबाट यो घण्टा यस मन्दिरको लागि चढाउन ल्याउनु भएको छ हामी यहाँ देख्न सक्छौँ हजुरको परिचय नाम भन्नु न मेरो प्रदीप बलाल मेरो प्रदीप बलाल हो विशेष गरी घण्टा लिएर आउनु भएको छ खासमा यस मन्दिरको महिमा के थाहा पाउनुभयो मन्दिरमा चाहिँ जस्तो यो मन्दिर यस्तो भनेर के त्यस्तो महिमा एकदम विशेष खालको त्यस्तो त सबै ज्ञान त छैन तर अब यो होइन घरमा हजुरआमाको चाहिँ हजुर भाग्य जस्तै भन्नु पर्यो ए हजुर हजुर अब 94 वर्षको हजुरआमा हुनुहुन्छ हजुर उहाँले अब हजुरआमाको नाम उहाँको नामबाट चलाउनु उहाँको हजुरआमा अमृता बलाल ए हजुर हस् हस् त्यो गर यता पानी छम्की लामालाई गाउँतिर पानी सुन पानी ल यता भ्याक्री होइन अलिअलि छम्की जस्तो गऱ्यो अब यो मन्दिर कि अब म जब 7 वर्षको म थिएँ तब चाहिँ मलाई पक्रिँदाखेरि मलाई के भयो भने त 7 वर्षको बालकाले किन अहिले दुःख दिएको भनेर यहाँ के भन्छ उग्रेज बाले भनेर मलाई छुटाउनेको बाद के भन्छ म मेरो छोरा के भन्छ 6 वर्षको हुँदाखेरि 6 वर्षको हुँदा फेरि उहीँ मलाई हिन्दुस्तानमा पक्रिँदाखेरि म के भन्छ 6 महिना त के भन्छ म दुःख पाएर बहुत कष्ट गरेर उहीँ पूजापाठ गरेर यहाँहरूको ध्यान गरेर म के भन्छ बल्ल सफल भएको अघि पनि हाम्रो एकजना गुल्मीको चारवालदेखि आउनु भएको थियो उहाँ पनि तल्लो मन्दिरबाट यस्तै गर्दै आउनु भएको र उहाँले चाहिँ यो मन्दिरमा चाहिँ धेरै कुराहरू गरेर जानु भएको छ तपाईँले यसको महिमा यसको ऐतिहासिक केही कुरा महत्त्वहरू केही बुझ्न त हाम्रो एउटा जेठीदेवी पनि भन्ने छ यसमा चाहिँ के बुझ्नु हाम्रो के भन्छ यहाँ कि हाम्रो के भन्छ जेठी हुन् हाम्रो के भन्छ यिनी जेठी हुन् जो हामीले सोच्छौँ हामीले सोचेको सफल गर्नुहुन्छ अझै पनि गर्नुहुन्छ
नगर्ने होइन अझै पनि के भन्छ हाम्रो के भन्छ देवीले गर्दा अझै के भन्छ हामी के भन्छ हाम्रो के भन्छ गुल्मी जिल्लाका गुल्मीका मान्छे के भन्छ आए पनि यहाँ बस्नुको आए पनि अझै के भन्छ दुर्घटना भएकै छैन यिनका शक्तिले गर्दाखेरि यहाँ पूजाआजा पहिलाको र अहिलेकोमा विगतमा कसरी गर्नुहुन्थ्यो र अहिले चाहिँ के पाउनुभयो त्यस्तो के छ पहिले मतलब यस्तो यो अब पहिले के भन्छ यस्तो हामीहरूले उ गराइएको छैन यस्तो मन्दिर सन्दिर मतलब यस्तो मतलब मूर्ति सुर्ति बनाएको छैन अहिले मूर्ति बनाउनु राम्रो भयो हामीलाई एकदमै खुसी छ अझै के भन्छ भगवान् प्रसन्न हुनुहुन्छ खुसी हुनुभएको छ पहिले पनि मतलब हामीहरूले यस्तै पूजा थियो अहिले पनि यस्तै पूजा छ आज तपाईँ भाकल के थियो यहाँ के लिएर आउनुभयो आज मेरो भक्कल म हेर्नु के भन्छ म के भन्छ यहाँ छोडेर म कति 11 वर्ष 12 वर्षको टाइममा हिन्दुस्तान लाई के भन्छ मलाई यहाँ बस्नु मन लागेन बस्नु मन नलाग्दाखेरि म लुम्पे गएर बसेँ लुम्पे गएर बस्दाखेरि मैले लुम्पेको मान्छे के भन्छ देवीलाई दिएँ आलमलाई दिएँ मैले के भन्छ अब के भन्छ अब जिजु बाजे चेप्टुबाट के भन्छ यहीँ के भन्छ चलेको यहीँ बसेको बचपनदेखि यहीँ खेलेको मैले पनि किन देवीलाई बोल्नुको मैले किन छुट्याउने उहाँ मेरा गुरु हुन्छ भने मैले अहिले के भन्छ पाडा मैले पूजा लिएर आएको छु हस् धन्यवाद हस् आफ्नो मनको इच्छा पुगोस् भनेर का कहाँदेखि आउनु भएको जुकुमदेखि हो अनि यस मन्दिरको बारेमा तपाईँलाई केही कुरा थाहा थियो उहाँबाट आउँदै गर्दा पूजा गर्दै गर्दा के छ केही भाकल साकल केही थियो के थाहा पाउनु थियो मन्दिरको बारेमा हजुर हस् पछि पनि यसो कसैले केही गल्ती गरेर केही हुन्छ भने मलाई सर रात बेलामा पनि म नुहाइ धुवाइ गरेर चोखा कपडा लाएर म मन्दिर यहाँ मन्दिर ए हजुर हजुर यहाँ मलाई त्यो परा त्यो वैशाखको 12 गति भूकम्प आयो होइन हजुर त्यो हुँदा पनि मलाई एकदम 12 बजे राति सुतेका बेलामा मलाई झगझग थमाएर म नुहाइ धुवाइ गरेर चोखा कपडा लाएर यहाँ आएर 7 फेरसम्म मन्दिरमा 7 फेरसम्म घुमेर हजुर गएँ म फेरि अलि अस्ति फेरि कु आयो परिया उडाउन त्यो बाहिर सरीको 7 दिन नपुगिकन कु आयो हो नि त हजुर हजुर आउँदाखेरि मलाई म उहाँ तल बिस्तारै कहाँ गएर आइथिएँ आउँदाखेरि आउँदै मलाई एकदम जिरिङ हुँदै केलाई यस्तो भयो भन्दा भने घर आएर एकदम झगझग त खमाएर त्यहाँ मैले नुहाइ धुवाइ गरेर चोखा कपडा लाएर म फेरि यहाँ मेरो यत्रै नातिनी बुहारीलाई लिएर यहाँ आएर त्यहाँ जले जो बाहिर सरीको 7 दिन पुगे छैन हजुर त्यस्ताले परिया उडाहन् जले त्यस्तो गरेछ गल्ती गरेछ त्यसैलाई भन्नुहोस् मलाई केही दुःख त नदिनुहोस् भने म नुहाइ धुवाइ गरेर सुनपानी खाएर रौतेल छर सुनपानी खाएर सुनपानी ल्याएर यहाँ आएर झगझग त कामेर बत्ती त्यो अगरबत्ती बालेर म गइदिउँ भन्नाले अरूले दुःख गल्ती गरे पनि तपाईँ हजुर केही कुछ गल्ती भए पनि मलाई त्यस्तो हुन्छ कि बाबु अझै पनि म त्यही भएर मैले दुःखको घरमा गएर यसो मैले खाने त्यही गरिदिनु कस्तैले भन्नु त्यति यस्तो गरेछ भन्ने मान्छे पनि हुन्छ मलाई म त्यस्तो चोखनिष्ठ भएर त्यस्तो गरेर